गाइज गुड मर्निङ वेलकम ब्याक टु माई च्यानल। फ्रेस भइसक्यो अफिस जानको लागि नुहाइधुवाइ गरेर। अनि यहाँ चाहिँ भ्लग गर्न कसेका मनुष्यहरूको हालत बिहानभरि जहिले पनि काम यस्तो हुन्छ। के गरेको छोरी छोरी के गरेको बाबा? भगवान्जीलाई के गरेको? पूजा गरेको। शिवजी देखाइदेऊ छोरी, शिवजी शिव भगवान् देखाऊ। भोलेनाथ खै जी गर जी। अनि के छ दिदी? भ्लग बनाउनु भ्लगर ठिक छ होइन त? ठिक छ। यस्तै छ हाम्रो बिहानको रोटी। अनि छोरी लिट्टी खायो? यता हेर त, लिट्टी खायो? भेरी गुड। यसरी बिहान चाहिँ यसरी सुरु हुन्छ। छोरी उठेर फ्रेस भएर अनि अब म चाहिँ अफिस दौडिनु पर्छ। अनि अफिसबाट आइसके पछाडि बल्ल सानो नानीसँग टाइम स्पेन्ड गर्न पाइन्छ। यस्तै छ हाम्रो डेली रुटिन। अब जे हुन्छ हामी हजुरहरूलाई देखाउने प्रयास गर्छौँ। अब चाहिँ म अफिसको लागि रेडी भइसकेँ। आज मन्डे अफिस त जानु पर्यो है छोरीलाई छोडेर। अनि दिनभरि अफिसमा यताउता हुन्छ। अनि बेलुका आएपछि म छोरीसँगको मोमेन्ट पल्ल बिताउनु पाउँछु। यस्तै छ यो वर्किङ ममको पीडा अथवा के भन्ने, यो जहिले पनि है डह्रो गाह्रो मुटु लिएर अनि अफिस हिँड्नुपर्छ। यस्तै छ। आई लभ यु। मम्मा कहाँ जानु लाग्यो? अफिसबाट आएर अनि के गर्ने मम्मा? नाच्ने। ओके बाई बाई गर्दै मम्मालाई गरे नि। मम्मा अफिस हिँड्ने। बाई। बाटोमा जहिले पनि यो अफिस जाने बेलामा चाहिँ यस्तै जाम हुन्छ। अनि कहिले अफिस टाइममा कसरी पुग्ने भन्ने मात्रै च्यालेन्ज जहिले पनि क्रिएट हुन्छ यो बाटोको जाम। दिनभरिको थकाइपछि बल्ल म यति बेला बेलुकाको 6:45 भयो अफिसबाट भर्खर आइपुगेँ। अब छोरीसँग टाइम स्पेन्ड गर्ने। हेलो एभ्रिवान भन। हेलो एभ्रिवान। मम्मा अफिसबाट घर आउनुभयो भन न। नानीले के गरिरहेछ दिनभरि? मम्मालाई माया गर नि त। यता हेर न, मम्मालाई माया गर न एकचोटि। म त के हो त्यो? साबुन तिम्रो हेलो हो? देखाइदेऊ त साबुन। हेलो गर ल। कसलाई फोन गरेको? किन? आई मिस यु बाबा भन न ल। यता हेरेर बेबी आई मिस यु बाबा भन। यहाँ हेरेर के बेबी? यता हेरेर ल। आई मिस यु बाबा। आई लभ यु। अब हामी के गर्छौँ बेबी? नाच्छौँ अब है। मम्मा अफिसबाट घर आउनुभयो, अब हामी नाच्छौँ भनिदेऊ न। यहाँदेखि यताको चाहिँ मेरो यो खोइ थाहा छैन, रेकर्डै गायब भएछ। अब यस्तै हुन्छ। यो सिक्दैछु, लर्न गर्दैछु बेसिक दिनचर्या। बिहान उठ्यो अफिस गयो होइन। थ्याङ्क यू सो मच एभ्री वान। थ्याङ्क यू सो मच फर वाचिङ।